अब यो अर्किडहरू निकालेर म फेर्दैछु। मल खत्तम भयो, माटो भयो, मल यसरी हाल्नु पर्यो, नयाँ मल हो। म मल हाल्दैछु, अस्ति ल्याएको पनि छ यहीँ, मैले काटेको यही हो, योमा हालेको देखाउँछु। अब म हो हेर्दै गर्नुहोस् च्यानल। निकाल्नु पर्यो हो, सुकाउनु पर्यो। यो माटो खत्तम हो, त्यो गर्नु पर्यो हो। हेर्नुहोस्, अब अर्को पालि फुल्यो भने चाहिँ यसले फुल्छ हो। यो पोर फुलेकोहरू यो अब यसलाई ब्याक बल राखेर यो दुईटा ब्याक बल, यो दुईटा जुन चाहिँ यो दुईटा छ, यो दुईटा चाहिँ निकाल्नुपर्छ यसरी ठक्क लाएर बाँड्नुपर्छ यसरी हो। ठ्याक्क त्यसरी बाँड्नु यसरी निकाल्नु पर्यो। यो पुरानो काम लाग्दैन, अब यसलाई रोप्नु पर्यो, यसलाई हो यसरी रोप्नुपर्छ यसलाई। अब म पहिला गमलामा भरेर देखाउँछु। यो गमलामा भर्नुपर्छ कुन चाहिँ भन्दा चाहिँ अस्ति ल्याएको ठुट्टी यो हाल्नु पर्यो। हाल्दैछु म ठुट्टीहरू। अस्तिको ठुटा हाल्यो हो, यस्तो चाहिँ हो, ठुटा हाल्यो। अब यहाँ घुडाएर मैले यसको यो लामो पुरानो जरा फाल्नु पर्यो। अब ठिकै यहाँ मैले राख्यो। नयाँ मल हाल्नु पर्यो। यस्तै त्यो पनि गाडी लिएर जाने। ला टाइट गर्नुपर्छ पहिला, फेरि यसको खुलेको जरालाई टाइट दिनु पर्यो। अर्को पालि खोल्नु सक्छ यसले यसरी ठक्कै हो, ठ्याक्कै हाल्नु पर्यो यसरी। यो पनि कम्प्लिट भयो। अब यसलाई हो यसलाई हाल्नु पर्यो। यसको यो काम लाग्दैन चाहिँ, यसको यो फ्याँक्नु पर्ने चाहिँ यसको यो एउटा फ्याँक्नु पर्ने चाहिँ यो ब्याक बल बुढो यसले चाहिँ खालि खती पुऱ्याउँछ। निकालिदियो भने ब्याक बल हो। मैले अघिकै जस्तो फेरि हालेँ यहाँ हो। फेरि यो कुहिएको ठुटा यहाँ हालेको छु, यसले पानी मुनि
सक गर्छ र यसले उँधो फ्याँक्छ पानी, जलथल हुँदैन। यस्तो टुट्टा टुटिहालेको छ भने म चाहिँ यसरी रोप्छु। अरूले कसरी रोप्छ मेरो आफ्नो आइडिया हो। अहिले यहाँ ढल्दैछ। फिलहाल यतिको बनाइदिएँ। यसरी हालिदिनु नयाँ मल। अब यसलाई अलिकति जल पानी हाल्नु पर्यो हो। यसरी राखिदिएको छु। अब के गर्नु, स्याहार्नै पर्यो। रोपेपछि नस्याहारी हुँदैन। यसरी ब्याक बलहरू चाहिँ यसरी फ्याँक्नुपर्छ। यो रोप्यो भने फेरि आउँछ टुसा हो। थुप्रो छ, स्याहार्नु पर्ने। आमा बुढो हुन्छ।